मान्छे मरिसकेपछि होइन पुरै हुँदो रहेछ क्या। एउटा जति जनसम्पत्ति होइन जति होइन गाउँको मालिक जति महलको मान्छे बसेर झुपडीको मान्छे होइन भने चाहिँ मान्छे मरिसक्यो भने जसरी जन्मेको चाहिँ रित्तो त्यसरी नै रित्तो भएर जाँदो रहेछ क्या। यसरी अब कसैले नराम्रो गर्ने बेला पनि कसैले रिस राख कसैको गर्नुहुँदा पनि होइन सबपट्ट मिलेर कस्तो राम्रो हुन्छ। किनकि यो दृश्यले पनि देखाउँछ होइन अब जिन्दगी भनेको मरेर जाने जिन्दगी हो। अब मान्छे भनेको प्राणी रहेछ। आगोले जलेर प्राणी बन्नुपर्ने मान्छेको एउटा शरीर होइन। त्यसो कुनै पनि घमण्ड गर्नु पनि हुँदैन। औरतको घमण्ड घरको घमण्ड हो। हिँड्दै भनेको त एउटा सानो बाँसको भाटामा बोकेर घाटसम्म पुर्याउने त्यसपछि चाहिँ लगेर केही दाउराहरू काट्ने त्यसपछि चाहिँ आगोले सलाइको काटीहरूले सल्काइदिएपछि जलेर नष्ट भएर प्राणी पहिला हुँदै खराली नपरिणत हुँदो रहेछ मान्छेको जिन्दगी होइन। त्यही भएर यस्तै हो जन्मेपछि मर्नै पर्ने यो सृष्टिको नियम यस्तै छ होइन। हेर्नुहोस् यो दृश्य कहिले लाग्दो दृश्य उहाँका होइन आफन्त हजुरहरू सहरी नजिकै निराश हुनुहुन्छ कोही चिच्चेर गइराख्नु भएको छ होइन। मन सम्हाल्नु भने एकदमै गाह्रो भइरहेको छ होइन। यो दृश्य देख्दा निकै दुःख लाग्छ होइन। धेरै भइरहेको अवस्था छ विदेश मान्छे मरिसकेपछि होइन पुरै हुँदो रहेछ क्या। एउटा जति जनसम्पत्ति होइन जति होइन गाउँको मालिक जति महलको मान्छे बसेर झुपडीको मान्छे होइन भने चाहिँ मान्छे मरिसक्यो भने जसरी जन्मेको चाहिँ रित्तो त्यसरी नै रित्तो भएर जाँदो रहेछ क्या। यसरी अब कसैले नराम्रो गर्ने बेला पनि कसैले रिस राख कसैको गर्नुहुँदा पनि होइन सबपट्ट मिलेर कस्तो राम्रो हुन्छ। किनकि यो दृश्यले पनि देखाउँछ होइन अब जिन्दगी भनेको मरेर जाने जिन्दगी हो। अब मान्छे भनेको प्राणी रहेछ। आगोले जलेर प्राणी बन्नुपर्ने मान्छेको एउटा शरीर होइन। त्यसो कुनै पनि घमण्ड गर्नु पनि हुँदैन। औरतको घमण्ड घरको घमण्ड हो। हिँड्दै भनेको त एउटा सानो बाँसको भाटामा बोकेर घाटसम्म पुर्याउने त्यसपछि चाहिँ लगेर केही दाउराहरू काट्ने त्यसपछि चाहिँ आगोले सलाइको काटीहरूले सल्काइदिएपछि जलेर नष्ट भएर प्राणी पहिला हुँदै खराली नपरिणत हुँदो रहेछ मान्छेको जिन्दगी होइन। त्यही भएर यस्तै हो जन्मेपछि मर्नै पर्ने यो सृष्टिको नियम यस्तै छ होइन। हेर्नुहोस्
यो दृश्य कहाँले लाग्दो दृश्य उहाँका होइन आफन्त भजनहरू सारी नजिकै निराश हुनुहुन्छ कोही चिच्चिएर रहिराख्नु भएको छ होइन मन सम्हाल्नु भने एकदमै गाह्रो भइरहेको छ होइन यो दृश्य देख्दा निकै दुःख लाग्छ होइन धेरै भइरहेको अवस्था छ होइन